शिवा दाईलाई नमन गर्न चाहन्छु। यस्तो उचित राइट समयमा तपाईँले निजी सेक्टरका यति सबै अध्यक्षहरूलाई उपस्थित गराएर चाहिँ यो हाम्रा कुराहरू केही कुराहरू राख्ने मौका दिनुभयो। जहाँ कि 2/3 सरकार गठन हुने अवस्थामा छ, उहाँहरूलाई के कार्यक्रम ल्याउनु पर्छ भनेर उहाँहरूले सोचिरहेको बेलामा हामी निजी क्षेत्रको सबैजना एकै ठाउँमा भएर यो म्यासेज दिइरहेछौँ। यतिका क्यामेराहरू यहाँ तेर्सिरहेछ, पक्कै यो हाम्रा आवाजहरू चाहिँ नेसनल रूपमा बुलन्द हुन्छ। त्यो अवसरको लागि शिव घिमिरेज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु व्यक्तिगत तर्फबाट र म आफ्नो संस्थाको तर्फबाट। र हामी पश्मिना झन्डै 8-9 अरबको चाहिँ निर्यात गर्छौँ डिम एक्सपोर्ट सहित, र हामीले 5 अरब जतिको चाहिँ धागो आयात गरिरहेछौँ। तर यो देशलाई थाहा छैन, यो सरकारलाई थाहा छैन, राज्यलाई थाहा छैन कि हामीसँग चाहिँ 33 लाख हेक्टर चाहिँ चरण भूमि खर्क छ, जसको 80% चाहिँ भूमि खर्क जुन चरण चौरहरू छ कर्णाली र सुदूरपश्चिममा मात्रै छ। त्यो हरेक वर्ष त्यहाँ घाँसहरू उम्रिन्छन्, त्यो पराल भएर सुकेर जान्छन्। त्यतिकै हाम्रा जनताहरू, नेपाली जनता दाजुभाइहरू काम नपाएर, रोजगार नपाएर अरबको खाडीतिर भौतारिन परिरहेको छ। मात्रै खर्क नीति 2068 नेपाल सरकारले बनाएको यसको एउटा नियमको जटिलताले गर्दा हामीले त्यहाँ भेडा च्याङ्ग्रा पाल्न पाएका छैनौँ। 5 अरबको आयात प्रतिस्थापन गर्न पाएका छैनौँ। हामीले चाहिँ 50,000 मान्छेले दिएको रोजगारी चाहिँ एकदम समस्यामा छ। यदि हामी त्यो हिमाली क्षेत्रमा त्यो भागमा चाहिँ भेडा च्याङ्ग्रा पालन गर्न सक्ने भने यो देशको फेल्टलाई चाहिने, कार्पेटलाई चाहिने, पश्मिनालाई चाहिने कच्चा पदार्थहरू हामी आफै उत्पादन गर्छौँ। पूर्णतः आयात प्रतिस्थापन गर्न सक्छौँ। हामीले त्यो एक्सर्साइज गरिसकेका छौँ। हामीले मुस्ताङदेखि नेपाल पश्मिना उद्योग सङ्घले यो अभियान गरिसकेको छ। यति राम्रो चाहिँ रिसोर्स हुँदाहुँदै पुगेको छैन। यो अबको 2/3 सरकारको कानमा यो कुरा, यो सन्देश पुर्याइदियोस्। आज यो जाओस् कि हामी यो 50 अरबको सबै सेक्टरबाट तयारी पोसाकदेखि निर्यात गर्ने सेक्टरको लागि कच्चा पदार्थमा आत्मनिर्भर बनाउने एउटा नीति आओस् र यो नीति जाओस् भन्ने एउटा आग्रह गर्न चाहन्छु। साथै मेरो अहिले नै 50 कार्टुन पश्मिना अड्केर बसेको छ। यो मिडल इस्टमा भएको आकाशको द्वन्द्वले गर्दा बिजोग छ। अब यसमा चाहिँ निजी सेक्टरको मान्छेहरूलाई हामीलाई के को चटारो छ कुनै थाहा छैन। हामीलाई देश विदेश भागदौड गर्न परेको छ, चुनावी चटारो परेको छ। नेतृत्वले बुझिदिनु होला। मेरो अड्केको पश्मिना अथवा हाम्रो इन्सेन्टिभको कुराहरू कसले लबिङ गर्ने हो र हाम्रा यस्ता मान्छेहरू कसले गर्ने हो, यो कुरामा पनि ध्यान दिओस्। फेरि पनि म आदरणीय शिव दाईलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै यो कुरा चाहिँ अब आउने सरकारको यो नीति कार्यक्रम र हरेक किसिमको प्लानमा रहनेछ भन्ने विश्वास गर्दै अवसरको लागि धन्यवाद दिन चाहन्छु।